अनि मसँग बोल्ने सामर्थ्य छैन, तर पनि म उनको निम्ति बोलिन भने मलाई धिक्कार छ। उनी मेरो एउटा वाइफ मात्र होइन, यिनी चाहिँ एउटा मेरो नि गार्जियन थियो क्या, मेरो निम्ति गार्जियन थियो। म नढाँटी भन्छु तपाईँहरूले, मलाई अहिले यो अवस्थामा देख्दै हुनुहुन्छ त उनकै कारणले गर्दाखेरि म यहाँ हो। म आजको दिनसम्म जे छु ऊ थियो अनि म थिएँ। अनि एउटा सबैभन्दा ठुलो कुरा चाहिँ म तपाईँलाई एउटा कुरा स्पष्ट भन्न चाहन्छु, उनी चाहिँ एकदम तयारी भएर जानुभएको हो। यो कुरा म 100% तपाईँलाई भन्न सक्छु। उनी उसको म एउटा हस्बेन्ड हो अनि मलाई सबै कुरा थाहा छ, उसको कुराहरू। अनि म यसमा थप्दिनँ पनि, ऊ त मेरो वाइफ हो, उसको सेवा राम्रो होस् है भनेर म जो कुरा म तपाईँलाई भन्दिनँ पनि। जे छ म त्यही कुराहरू तपाईँलाई भन्छु। उनी एकदम तयारी भएर जानुभएको हो। अनि त्यतिकै उनले मलाई भन्थे, म छोटो भन्छु किनकि आज हाम्रो समय पनि छैन, छोटो मात्रै भन्छु अलिअलि है। कतिजनाले त सुन्नु पनि भएको छ के भयो कसो भयो भन्ने, अनि कतिजनालाई थाहा छैन कसरी यस्तो भयो के हो कसो भन्ने थाहा छैन। यिनी चाहिँ एकदम रेडी भएर जानुभएको हो भनिकन चाहिँ म विश्वाससाथ भन्न सक्छु हो। त्यस्तै 1 महिना अथवा 2 महिना भएको थियो, अर्कै खालको क्या बदलाउ थियो उसमा, क्या बदलाउ थियो। मैले त्यो कुरा देखेको उमा हो। सदा उसले नेटतिर युट्युबहरू हेर्दाखेरि पनि अरू के अब त्यो सबैजनाले नै हेर्नुहुन्छ हो, त्यस्तो हेर्थ्यो। तर एउटा टाइम आयो, त्यो टाइमबाट चाहिँ उसले भन्यो म यस्तो हेर्दिनँ, अब चाहिँ म सधैँभरि फोन हेऱ्यो भने वचन मात्रै हेर्छु भन्थेँ। अनि मैले कति दिनसम्म हेर्ने रहेछ हेरौँ न त भने मैले, किनकि तर उसको त्यो बाजा चाहिँ अन्तिमसम्म भयो। म कताबाट आउँथेँ, के गर्छ सट्टै भित्र हेर्दाखेरि बुन्थ्यो क्या उसले नि, स्वेटरहरू बुन्ने काम गर्थ्यो। वचन सुन्दै बुनिरहेको हुन्थ्यो उसले क्या। अनि म छक्कै पर्थेँ हो। अनि उनले मलाई पहिला नै भनेको रहेछ, तर मैले बुझेको थिइनँ। उसले मलाई सधैँ उसले मैले एउटा हाँसउठ्दो खालको नाम भन्थ्यो, बाबै भनेर बोलाउँथ्यो मलाई हो। अनि मैले के भन्दाखेरि बाबै जुदुर बुदुर नगर्नु, मेरो आइ छोटो छ नि, फेरि मेरो आइ छोटो छ भनेर यिनले 100% भन्थ्यो यसरी मलाई क्या। त्यो धडे कुरा नगर न भन्थ्यो, तिमी भन्दा त म सुरुमा जानुपर्छ नि, तिमी गयो भने को छ मेरो। म त सिर्फ उनको लागि साथी मात्रै थिएँ, तर उनी त मलाई बाटो देखाउने मेरो सहारा, मेरो जीवनको प्रत्येक कुराहरू उनी नै थियो क्या। मैले घरिघरि ऊ जीवित छँदाखेरि मैले नि कल्पना गर्थेँ, अचानक यिनीलाई के भयो भने म के हुन्छु ला। उनले पनि भन्थ्यो मलाई, बाबै म मऱ्यो भने तपाईँको बिजोक हुन्छ है भन्थ्यो कि। अनि मैले त्यो कुरालाई खासै मनमा लिँदिनँ थिएँ, तर साँचो कुरा रहेछ। अनि यो एउटा अर्को कुरा चाहिँ, यो सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँलाई भन्नै पर्ने कुरा एउटा छ हो। यिनी प्रभुमा सुत्नुभन्दा अगाडिको रातमा चाहिँ नि 12 बजिसकेको थियो। अनि उसलाई चाहिँ ग्यास्ट्रिक थियो, अलिअलि ग्यास्ट्रिक, अनि यस्तोहरू दुख्यो भन्थ्यो, बाहिर यता चसर दुख्यो भन्ने कुरा गर्थ्यो। अनि हो त्यो रात उसलाई साह्रो पारेको थियो, साह्रो पारेर यताउता हिँडी बस्यो, बाबै म आज सुत्न सक्दिनँ होला हौ भने। के भयो त एलिसा यस्तो के भयो त भने, होइन यताउता डुल्यो। अनि 12 बजिसकेको थियो। अनि म चाहिँ भित्र गएर सुतेँ। अनि ऊ सधैँभरि खाटमै भए पनि बसेर उसले चाहिँ प्रार्थना गर्थ्यो। तर अचम्म त्यो दिन खाटदेखि मुनि झरिकन उनले तपाईँको यति लामो प्रार्थना गरेछ, आइएम सरी तपाईँहरू, म माफी माग्छु, मैले त्यतिखेर कान छोपेर सुतेको डिस्टर्ब भएर मलाई क्या। के साह्रो यत्तिकै नरुनु नि, पेन अब यस्तै त हो नि दुखाइ त भनेर मैले साँचो कुरा भन्दैछु। मैले कान यस्तो थुनेर सुतेको, तर म सुत्न चाहिँ म सकिनँ। गुनगुनाएको सुनि यति धेरै रुँदै उनले प्रार्थना गरेको थियो, यति धेरै रुँदै प्रार्थना गरेको थियो उनले नि, मै छक्कै परेको थिएँ। अब उनले त्यहाँ के भन्यो प्रार्थनामा, अहिले मलाई त्यो प्रकारको गिल्टी फिल हुन्छ। अलिकति छेउबाट मैले सुनिदिएको भए पनि हुन्थ्यो नि उसको प्रार्थना, अथवा म उसको पीडामा सहभागी भएर त्यहाँ म आमिनमा बस्दिएको भए हुन्थ्यो नि। उसले के भनेको थियो प्रार्थनामा, आइएम सरी मैले त्यो चाहिँ सुन्न सकिनँ।
मलाई पुरा निन्द्रा लागेर म झप्झप भएको थिएँ। उसले तर यति धेरै प्रार्थना गर्नुभयो, यति धेरै प्रार्थना गर्नुभयो। अनि त्यहाँदेखि त्यो रात अचम्मको कुरा, ऊ मदेखि अलिक टाढो सुत्नु भएको थियो क्या, टाढो सुत्नु। मलाई थाहा छ त्यो कुरा, मदेखि अलिकति टाढो हुनुहुन्थ्यो उहाँ। अनि मैले हेरेँ उहाँलाई, किन आज यसो गरेर उसले टाढो सुतिरहेछ, उसलाई सायद त्यो पीडा, सायद उसले त्यतिखेर आफूलाई समर्पण गरेको थियो जस्तो लाग्छ। साँच्चै मलाई त्यस्तो लाग्छ के। अनि बिहान भयो, उठ्यो, सबै राम्रो भयो। अनि हामी खुसी थियौँ, सबै खुसी थियौँ। हामी घरमा आयौँ, बजारमा आयौँ हामी, हो, सपिङहरू गऱ्यौँ, सबै कुराहरू गऱ्यौँ। अनि त्यहाँदेखि हामी घर गयौँ। मैले यो थोरै थोरै मात्रै भन्दैछु, म सबै भन्दिनँ होइन। अनि हामीले यस्तो खालको एउटा प्लान गरेको थियौँ, आज हामी रोस्ट खानुपर्छ भनेर मासु समेत पनि हामी लिएर गएको थियौँ। अनि अचानक घरमा पुगेपछि त्यतिकै बोल्दै थियो, अचानक उसले भन्यो, मलाई त साह्रो पर्यो भन्यो। अनि उसको हात खुट्टाहरू एकदम बाङ्गिन थाल्यो, उसको हातहरू। अन्त्यको म आयो, एलिसा एलिसा एल्सा भन्ने हो। अनि त्यहाँदेखि उसले केही एक शब्द बोलेन हो। उसले एकदम हातहरू यस्तो गऱ्यो, उसको आँखा सेतो पलिरहेको थियो। अनि मैले उसलाई हल्लाएँ, कति हल्लाएँ मैले, मेरो हातमा थियो हो। अनि एउटा अचम्मको कुरा, उसलाई प्राण त्याग्नको लागि 1 मिनट पनि लागेन, तडपिनै परेन। अलिकति तडपियो, उसको त्यो पीडा यस्तो खतरा थियो हो। अनि उसले अन्तिममा यस्तो कस्तो गर्नु भयो। अनि मैले सबैले सुरुमा उसको हार्टबिट मैले यसरी सुनेको थिएँ, मैले सुन्न सकिनँ उसको हार्टबिटलाई क्या। अनि मलाई डर लाग्नु थाल्यो। अनि यस्तो गरी यहाँनिर हात राखेर सास पनि फेरेको थिएन जस्तो लाग्यो। अनि म पनि त्यहाँनिर बेहोस हुनु आँटेको अवस्थामा चाहिँ अरूहरू अङ्कलहरूले हातमा पक्रेर आयो फर्क्यो भने वास्तवमा त्यो अङ्कलहरूले मलाई सान्त्वनाको लागि भन्नुभएको रहेछ। तर यिनीहरूले आफ्नो प्राण चाहिँ मेरो हातमै दिइसक्नु भएको रहेछ। यस कारणले गर्दाखेरि यिनीसँग मैले समय बिताएको 10 इयर्स, 10 वर्ष भएको थियो। अनि हामीले दुःख सुख प्रभुको घरमा सेवा गरेको पनि 10 वर्ष हुँदै थियो। अनि एउटा स्पेसल कुरा, यिनीले कुलझोडाको एलियहोवा प्रार्थना भवनमा सेवा स्टार्ट गरेको हो। अहिले पनि हामी त्यहाँ सबै जग्गा घुम्दै त्यहीँ आएर उसले एन्डिङ गर्यो आफ्नो सेवालाई। अनि अब मेरो निम्ति प्रार्थना गरिदिनुहोस्। म त अलमलमा के गर्ने कसो गर्ने। उनी थियो मेरो अगाडि, मलाई केही पनि थाहा छैन, म तपाईँलाई राम्रो केही थाहा छैन। अनि आज म होइन यो ड्रेसअपमा आएको छु कि यो ड्रेसअप उसको सबैभन्दा स्पेसल हो क्या। यहाँ हाम्रो अङ्कलहरू पनि हुनुहुन्छ, उहाँहरूलाई थाहा छ 1-2 महिना भयो अथवा त्योभन्दा धेरै भयो मैले यस्तो सर्ट लगाएको छुइनँ। गर्मी छ, म हाफ सर्ट लाउँथेँ, शीतलै हुँदा पनि मलाई हाफ सर्ट मन पर्थ्यो। यस्तो यो पेन योहरू मलाई खासै मन पर्दैन थियो। अन्त उसले भन्नुहुन्थ्यो क्या, त्यो पेन लाउनु नि, त्यो सर्ट लाउनु नि। मैले भन्थेँ थ्याट ऐ हुन्छ हौ, हुँदैन त्यसरी भन्थेँ मैले हो। अनि तर आज चाहिँ म यसो गरेर आएर मलाई नढाँटी भनेको अघि बिहान लुगा फेर्नको लागि मलाई 20 मिनट खोजेँ मैले लुगा, मैले भेटिनँ नि हो। मैले त्यो सर्टहरू खोजेँ। अनि झसङ्ग मेरो मनमा आयो, ओहो उसले हेरेको पेन यहीँ मेरो आँखाको अगाडि छ, उसले देखाएको सर्ट, उसले देखाएको घडी वाच। अनि आज उसले त अहिले मलाई देखेको त छैन, तर म यिनले भने अनुसारको ड्रेसअपमा आएको छु। यस कारणले मेरो निम्ति पनि प्रार्थना गरिदिनुहोस् होला। हुन्छ, यति नै भन्छु। सबैजनालाई प्रेम जय मसीह।